वेलकम ब्याक टु माई न्यू भिडियो। इट्स मी दिपा छेत्री। आई होप कि सबैजना एकदमै ठिकै हुनुहुन्छ अनि म पनि एकदमै ठिकै छु। र आज हामीहरू चाहिँ खरबारीमा घाँस काट्नको लागि चाहिँ हिँड्दैछौँ। अगाडि माइजू हुनुहुन्छ अनि दुईटा भाइ बहिनीहरू चाहिँ अगाडि नै खै के हो त्यो टिप्न जाँदैछन्। म चाहिँ यसरी पछाडि भ्लग बनाउँदै हिँड्दैछु। एकदम लङ टाइम पछि चाहिँ मैले भ्लग स्टार्ट गर्दैछु गाइज। सो सबैजनाले लास्टसम्म हेरिदिनु होला। र आज हामीहरू चाहिँ रातो टिका निधारमा लगाएर एकदम किट भएर चाहिँ हिँड्दैछु गाइस। ओके, अब हामीहरू चाहिँ बाटोमै भन्नाले अब वहीँ पुगेपछि नै देखाउँछु ल हाम्रो खरबारी। रुखमा चढिरहेको छ भाइले चाहिँ, अनि यता चाहिँ माइजू, यता बहिनी चाहिँ। अनि यस्तो हुँदो रहेछ गाइस, मलाई चाहिँ बहिनीले टिपेर दिएकी चाहिँ। यस्तै हेर्नु न, यस्तै गेडा गेडा फल्दो रहेछ के। अनि यो चाहिँ एकदम अमिलो हुन्छ अरे गाइस। तपाईँहरूले नि यदि कसैले चिन्नुहुन्छ या नाइ सो कमेन्ट गर्नु होला। यस्तो छ, यस्तो गेडा गेडा हुँदो रहेछ गाइस, अम्मी छ। खरबारी पुग्न आँटिसक्यौँ। यस्तो बाटो हुँदै घाँस काट्न जानुपर्छ हो गाइस, गाह्रो छ हो यस्तो बाटो। कता जुका लाग्ने हो र फेरि मोबाइलै छोडेर दगुर्न पर्ने हो गाइस। यता हाम्रो भाइले चाहिँ यता चाउचाउ खाँदै हिँड्ने छिन्। अगाडि चाहिँ माइजू र बहिनी हिँड्नु भएको छ। म चाहिँ यता भ्लग बनाउँदै हिँड्छु। यस्तो छ हेर्नु त, यस्तो छ। तर रमाइलो चाहिँ रमाइलो हुन्छ हो गाइज गाउँतिर यस्तो खरबारीमा घाँस काट्न हिँड्नलाई चाहिँ। कसरी पुग्ने हो हेर्नु त, हामी त ऊ तल बाटो देखेछ नि उहाँ पुग्ने हो। बि देख्दै डर लाग्ने हो। पारु पनि घाँस काट्नु भएछ। छ्या, कस्तो डर लाग्ने हो बाटो नि है। यस्तो छ गाइज, खरबारी भन्ने चाहिँ यस्तो गाह्रो गाह्रोमा हुँदो रहेछ के है बाबु। छ्या, तल त्यो बाटो देख्ने बित्तिकै मेरो खुट्टाबाट थर 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 भइसक्यो गाइस, गाह्रो छ हौ। हामी चाहिँ उहाँ पुग्ने हो, उहाँ। हजुर, कहाँ र बाख्रो खै, कुकुर हो कि बाख्रो? तर मैले चाहिँ धेरै पछि मैले आज चाहिँ भ्लग बनाउँदैछु नि त, त्यही भएर नि थोरै भए पनि भ्लग बनाउँछु भनेको। तर बाटो देख्दा नै वाउ टाइपको रहेछ गाइस। रोसिका राम्रोसँग यस्तो छ गाइस। म र भाइ चाहिँ माथि नै छौँ। यो बाटो देख्दै यसरी खाली खुट्टा हिँड्नु पर्छ के अरे, चप्पल यसरी हातमा लिएर हिँड्नै नसक्छ। मेरो दिदीले चाहिँ, दिपा दिदीले चाहिँ यहाँ घाँस काट्नु भएको छ। मलाई भने डर लागेर काटेको छैन। अनि यता चाहिँ यो दिपक चाहिँ उस काट्दै बसेछ। गर्मी भयो भाइ छ। आँसुले काट्दै काट्दैन। दिपक चाहिँ उता दाउरा काट्दैछ, दिदी चाहिँ हाँस्नु भएको छ। आँसुले काट्दै काट्दै भन्छ गाइस, उडारै नल्याएको रहेछ क्या हो। मेरो यहाँ कस्तो यहाँ कस्तो दिदीको हात काट्यो अरे, त्यही भन्नुहुन्थ्यो। सो गाइस, हामीहरू चाहिँ घाँस बारी बनाएर हामी चाहिँ अब यहाँ सितालोमा बसेर चाउचाउ खान लाग्यो। तर सितालो भनेर नि के गर्ने, तर गर्मी चाहिँ गर्मी नै छ। अब चाहिँ हामी घर जान्छौँ। अब अझै 2टा मुठा बनाउनु छ माइजूको बारीमा। सो भाइ र बहिनीको डोको चाहिँ भरियो। भरि होइन, मेरो चाहिँ भरि, बहिनीको चाहिँ भरेको छैन, भाइको चाहिँ भर्यो। अब माइजूले चाहिँ मुठा बनाउँदै हुनुहुन्छ। 7वटा मुठा पुग्यो, अझै 2-3टा लैजाने भन्नुभएको छ। सो अब म चाहिँ बसेर चाउचाउ खान्छु। तर हामीले चाहिँ पानी ल्याउनै बिर्सेछौँ क्या गाइस, यस्तो छ।
पठाइदिनु होला भन्नु नि। अब पानी छैन, चाउचाउ खायौँ भने झन् एकदम तिखा लाग्छ भनेर चाहिँ खाएको छैनौँ। हामी चाहिँ माइजूलाई वेट गरेर बसिरहेको छौँ कि यहाँ चाहिँ। छिम छिम सानो नछिम्काउ परेली, भुतुकै हुन्छु म। यो सानोको परेली छिम छिम भो, परेली छिम छिम भो। मलाई पनि इसारा दिम दिम भो, माया झल बुन्छु म। झिम झिम सानो नझिम्काउ परेली, भुतुकै हुन्छु म। गाइज, हाम्रो यो सानो मिठो गीतलाई चाहिँ तपाईँहरूले पनि माया गरिदिनु होला भन्ने आशा यस्तो छ, माथि पनि यस्तो बादल लागिरहेको छ अनि हामीहरू चाहिँ यसरी बसिरहेछौँ। अब चाउचाउ खान्छौँ अनि बल्ल घर जान्छौँ। गाइज, यस्तो छ नि त भिड, देख्दै डर लाग्छ। तर यस्तोमा चाहिँ घाँस कसरी काटेर लैजानुहुन्छ हो भनेर म त अचम्म पर्छु है। यस्तो पसिना, यसरी नै काम गर्नु पर्दो रहेछ गाइज। म त सक्दिनँ। बेलौती गाइज, देख्दै खाम भइरहेछ हौ। गाउँतिर चाहिँ यस्तो खान पाइन्छ हौ गाइज। मेरो दिदीले चाहिँ यहाँ बेलौती खाँदै बस्नुभएको छ। मम्मीले नि बेलौती खाँदै हुनुहुन्छ घाँस काट्नु भएको अघि। यहाँ खाँदै हुनुहुन्छ मिठो भयो अरे बेलौती। हजुरले नि खाना हामी चाहिँ रुममा भन्नाले घरमा आइसक्यौँ। अब चाहिँ बाहिरभित्रबाट चिसो पानी लिएर आइज भनेको। अब पानी लिएर आउँदैछ। ओहो नि, हिजो त त्यस्तो पानी परेर त्यस्तो भएको थियो। आज चाहिँ हामी घाँस काट्न जाने बेलामा नि हल्का हल्का चाहिँ के अरे शीतलो भइरहेको थियो। तर अहिले त यस्तो त्यो खरबारीबाट घाँस लिएर आउनै गाह्रो भयो गाइज। हाम्रो घरमा चाहिँ 4वटा क्युट क्युट खरायोहरू छ। सानो आऊ, कति क्युट हो, टोक्दैन? टोक्छ। मलाई त डर लाग्छ त, ज्ञान त्यति राम्रो छैन है। चाहिँ दिदीले खरायो लिनुभएको छ 2टा क्विट। यता चाहिँ 2टा छन् खरायो माउरा। सानो मान्छे, एउटा सानो मान्छे कति क्युट हो। छुच्चिनी नि त, छुच्चिनी खललल। चाटेको चाटे गर्छ। सो एभ्रिवान, हामीहरू चाहिँ घाँस काटेर पनि आएर म चाहिँ नुहाई धुवाई गरेर अब चाहिँ म चाहिँ यहाँ चटपट बनाउन लागेछु। बाबालाई चाहिँ भात भुटिदिन्छौँ अनि किनभने बाबाको दाँतले टोक्दैन नि त, त्यही भएर अब हामीले चाहिँ चटपट बनाएर खान्छौँ। माइजूले चाहिँ उता मसला पिस्दै हुनुहुन्छ। मैले चाहिँ यहाँ के अरे सबै सामानहरू खोलेर रेडी बनाउँदैछु। हाल्दैन यस्तो छ गाइज। अब हामीहरू चाहिँ चटपट खान्छौँ, तपाईँहरू पनि हेर्दै गर्नु होला। ओके गाइज, म चाहिँ सबै बनाउँछु अनि तपाईँलाई देखाउँछु ल। खाएर रेडी भइसक्यो है गाइज। सबैलाई जसरी पोका पोका बनाउँदै राख्दैछु है। यो कान्छो मामाको, यो साइलो मामाको, यो साइली माइजूको, माइलो मामाको भित्र राख्थेँ अनि मेरो भाडो। हामीहरू चाहिँ खाजा खायौँ, त्यही नै हतार हतार गरेर अनि फेरि रात पर्छ नि त, अनि फेरि आएर खाना बनाउनु पर्छ। अनि त्यही भएर चाहिँ फेरि हतार हतारमा हामी चाहिँ पिङ खेल्न हिँडेको के। दसैँमा पनि गएनौँ के, कति पछि बल्ल आज पिङ खेल्न यहीँ नजिकै भएर नि हामी पिङ खेल्न चाहिँ गएको थिएनौँ। सो हामीहरू चाहिँ अब पिङ खेल्न जाँदैछौँ गाइज। सो
हेर्दै गर्नुहोला। हाम्रो यो बाइक खट हाम्रो यो कुल मन्दिर पनि हो है गाइज। यो यहाँ छ एउटा, यहाँ छ हाम्रो मन्दिर। हरियाली एकदम रमाइलो छ। पिङ खेलेर पनि आइसक्यौँ। आज चाहिँ खासै मान्छेहरू चाहिँ थिएन के, त्यही भएर छिट्टो खेल्यौँ अनि फर्क्यौँ। अब चाहिँ घरमा गएर खाना पकाउनु पर्छ गाइज। त्यो त पिङ खेल्न गएर आउँदाखेरि बाटोमा रहेछ, म त टिप्दै हौ गाइज। टिप्दै भन्दा नि यो सानी बहिनीले टिपेकी हो कि मैले होइन, उसले टिपी थिएँ। अनि अब चट्टा लाएर घरमा गएर नुन खुर्सानीसँग खाने भने यस्तो अम्मी हुन्छ कि। यसो खाने भए तपाईँहरू पनि आउनु है त होइन। जस्तो क्या छुच्ची छेसो हो यो त। मैले चाहिँ यहाँ तरकारीहरू पनि काटेर रेडी बनाइसकेँ। आज हाम्रो तरकारीमा चाहिँ यो चाहिँ के हो, यसको नाम त होइन मलाई, भेन्डी छ। अनि यहाँ चाहिँ यो के साग छ, आमाले लिएर आउनुभएको थियो, बाबाले लिएर आउनुभएको थियो। अनि यतातिर चाहिँ घिरिम्ला छ। अनि यहाँ चाहिँ आलु छ। आज चाहिँ अब यो हाम्रो चाहिँ तरकारीमा विशेष चाहिँ यो छ गाइज। अनि यता हाम्रो कान्छो मामा चाहिँ उता मोबाइलतिर बिजी हुनुहुन्छ। अब चाहिँ हाम्रो मौसम चाहिँ यतातिर अब अँध्यारो हुन लागिरहेछ। आमाले चाहिँ माथिबाट मलाई चाहिँ यहाँ तरकारीको लागि प्याज लिएर आइदिँदै हुनुहुन्छ। सो गाइस अब चाहिँ म पकाउनतिर लाग्छु ढिला नगरी, हेर्दै गर्नु होला ल। खाना बनाउनका लागि चाहिँ आगो सल्काइसके। अब चाहिँ खाना बनाउने हो। यता चाहिँ गाइस मैले चाहिँ यहाँ दुध पनि पकाउँदैछु है, गाउँको अर्ग्यानिक दुध। के अरे सहरतिरको त्यो के अरे त्यो पोकाको त्यो दुधभन्दा यहाँ गाउँको आफैले दुहेर आफैले पकाएको दुध है गाइस। कति धेरै दिन्छ हौ हाम्रो भैँसीले फेरि दुध। सो एभ्रिवान, आजलाई चाहिँ मेरो ब्लग यति नै। सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु। र आजको मेरो ब्लग चाहिँ यति नै। र नयाँ भिडियोहरू, नयाँ ब्लगहरू हेर्नको लागि मेरो युट्युब सब्सक्राइब गरेर चाहिँ मसँग जोडिनु होला भन्दै तपाईँहरूमा म बिदा हुन चाहन्छु। एन्ड thank you so much everyone, and bye bye and lots of love guys.